साथीहरू आज चाहिँ होइन हाम्रो अब टक्क लाएर स्कुलले होइन अब एसई सिद्धिया उपलक्ष्यमा टक्क रिजल्ट आएपछि आज चाहिँ शनिबारको दिन फेयरवेल टुर राखेको थियो। त्यही भएर हामी चाहिँ पहिला स्कुल गएर टक्क बिहान ब्रेकफास्ट सेकफास्ट सबै स्कुलमा गरेर त्यसपछि स्कुलकै गाडी चढेर हामी पशुपति पुग्यौँ है। पशुपतिबाट अनि पशुपति पुगेपछि एकछिन त्यहाँ दर्शन गऱ्यौँ, दर्शन गरिसक्यौँ। त्यसपछि फेरि गाडी चढेर बौद्ध आयौँ हामी। बौद्धमा एकछिन घुम्यौँ त्यहाँ हेऱ्यौँ घुम्यौँ वरिपरि डुल्यौँ एकछिन बस्यौँ त्यतै है। फोटोसोटो खिच्यौँ अलिअलि साथीहरू टक्क रमाइलो गर्दै सबैजना पसलमा सामानहरू हेर्दै आकर्षक सामानहरू हेर्दै होइन एकदमै लोभलाग्दा रहर लाग्दा सामानहरू थिए पसलतिर। टक्क यसरी हेर्दै अनि त्यहाँबाट हेऱ्यौँ फोटोसोटो खिच्यौँ त्यता। यहाँ चाहिँ अब त्यसरी बौद्धमा यहाँ यसरी टक्क त्यहाँ फुलमा कचौराहरूमा होइन फुलहरू राखेको छ हो सबै त्यो कचौराहरूमा वरिपरिबाट राखेको छ। रुखहरू छ त्यहाँभित्रै है। मजाले त्यो माथि चढेर नि घुम्यौँ हामी। त्यहाँ अहिले चाहिँ कलर लाउनु लगाएको रहेछ, रङ सेतो सेतो वाइट कलर लाउनु लगाएको थियो अहिले चाहिँ। अनि त्यसपछि यहाँ माथि टक्क त्यहाँ भजन भइरहेको ठाउँमा गएको। यहाँ बत्ती बलिरहेछ, बत्ती बलिरहेको थियो त्यहाँ टक्क सबै है। अनि त्यसपछि हामी जर्सिङ पौवा भन्ने ठाउँमा यसरी जर्सिङ पौवा रिसोर्टमा गएको सबैजना। यहाँ चाहिँ यस्तो राम्रो भ्यू छ। त्यसपछि यहाँ अनि हाम्रो टक्क त्यो प्रिन्सिपल सरले कुमार सरले टक्क सबैलाई हात मिलाउँदै त्यहाँ यसो एउटा चिनो जस्तो कप मलाई दिए जस्तै सबैलाई दिनुभएछ। हाम्रो साथीहरू छन् यता टक्क लड्डु सड्डु खुवाउँदै होइन सबैलाई टिका लगाइदिँदै। अनि हामी चाहिँ जर्सिङ पौवामा अब त्यहाँ खानासाना खाइयो, मजाले बसियो एकछिन त्यहाँ उ गरियो। यहाँ चाहिँ बौद्ध गुम्बा अनि त्यहाँबाट जर्सिङ पौवाबाट मजाले गाडीमा यसरी बाटो जङ्गलको बाटो हुँदै हामी बिस्तारै गयौँ नगरकोटतर्फ। यहाँ चाहिँ नगरकोटबाट टक्क देखिने भ्यू हामी सबै यहाँ गएको। यो चाहिँ नगरकोटको भ्यू टावर छ यहाँ है। यो चाहिँ टक्क त्यहाँ जङ्गल छ नगरकोटबाट माथि डाँडाबाट। नगरकोटबाट आइसकेपछि अनि हामी टक्क जङ्गलको बिचोबाट नालाको बाटो हुँदै डाँडाबाट तल तल झर्दै नालाको बाटो हुँदै बनेपा तिन्डो बाटो निस्केका थियौँ। बनेपा ल्याएर चाहिँ गाडीले हामीलाई छोडिदियो अनि हामी घर आएको। म चाहिँ अहिले घर आइसकेँ। यहाँ चाहिँ अनि भर्खरमा घरतिर भर्खरै खेल्नु बित्तिकैदेखि पानी पर्नु थाल्यो। ठुलो पर्नु रहेछ पानी चाहिँ। हाम्रो भाइ चाहिँ यहाँ छ है मजाले बसिन्छ। अनि आजको लागि चाहिँ यति नै अब होइन। आज चाहिँ मजाले अब इन्जोय गरियो स्कुलबाट फेयरवेल ट्रिप टक्क होइन। मजाले घुमियो दिउँसोभरि रमाइलो भयो अनि घुमेर आइयो मजाले। अनि हामीलाई चाहिँ सबैलाई होइन यो कपहरू दिएछ आज चाहिँ साथीहरू मेरो है यो जे पनि भन्छ। यो कप दिएछ उहीँबाट होइन। अनि हामीलाई स्कुलले दिएको कप यो चाहिँ एसीको सम्मानमा। हाम्रो भाइको चाहिँ तल छ क्या। साथीहरू आजको लागि यति नै। फेरि नयाँ भिडियोमा भेटौँला। समात्न।
फेरि नयाँ भिडियोमा भेटौँला। तपाईँलाई थ्याङ्क यू फर वाचिङ दिस भिडियो। टाटा बाई बाई, राधे राधे।